आज हामी काठमाडौँको दक्षिण पश्चिमतिर अवस्थित भस्मासुर डाँडा चढ्न जाँदैछौँ। यहाँ पुग्न थुप्रै बाटोहरू छन्। कोही फर्पिङबाट चढ्न सुरु गर्छन्, कोही माता तीर्थबाट चढ्न सुरु गर्छन्, कोही चम्पादेवी हुँदै यहाँ आइपुग्छन्। हामीले मत्स्य गाउँबाट चढ्ने निधो गयौँ। कलङ्कीबाट 3 थाना पुगेपछि मत्स्य गाउँ जाने बाटो छुट्टिन्छ। मत्स्य गाउँ बस पार्कबाट मत्स्य गाउँ मन्दिरतिर जाँदा जाँदै दायाँतर्फको बाटो समाएपछि ढलान गरिएको बाटो आउँछ। यहाँबाट लगभग 15 मिनट जति ठाडो उकालो लागेपछि मसला फेदी पुगिन्छ। मसला फेदीमा केही ससाना चिया पसलहरू छन्। आज हामी यहाँबाट भस्मासुर जान्छौँ। भस्मासुरको चाहिँ करिब यहाँबाट 2 घन्टा चाहिँ मजाले हिँडिन्छ चाहिँ उकालो। एलिभेसन चाहिँ 700 मिटर। मसला फेदी पुग्दा वातावरण निकै चिसो भयो। भस्मासुर, चन्द्रागिरी लगायतका डाँडाहरू बाक्लो हुस्सीले झपक्क छोपिए। एउटा सानो खोल्सा पार गरेर हामी अघि बढ्यौँ। केही अघिल्तिर अर्को एउटा सानो चिया पसल भेटियो। साथीहरूले त्यहाँ केही बिस्कुट, चाउचाउ र पानी किने। छाप बाइक पार्किङ भनेर गुगलमा देखिने यो ठाउँ पदयात्राको प्रस्थान बिन्दु हो। यहाँबाट करिब 1.5 घन्टामा भस्मासुर पुगिन्छ भन्ने गुगल म्यापको अनुमान छ। जङ्गलको बाटो हिँड्न थाल्दा कुकुर साथी आएको सायद थुप्रैले अनुभव गरेको हुनुपर्छ। मैले पनि गरेको छु। यसपटक पनि त्यस्तै भयो। हामी हिँड्न थाल्दा एउटा कुकुर हामी सँगसँगै आयो, हाम्रो पथ प्रदर्शक बनेर। त्यो कुकुरलाई सबै साथीहरूले मायाले आलोका भन्दै बोलाउन थाले। आलोका अमेरिकामा भएको शान्ति पदयात्री बुद्धिस्ट भिक्षुहरू सँगसँगै हजारौँ माइल सँगै हिँडेको प्रख्यात कुकुरको नाम हो। जति जति यात्रा अघि बढ्यो जङ्गल बाक्लिँदै गयो। पदमार्गको अधिकतम भागमा ढुङ्गाको भर्याङ छन्। लालीगुराँस र उनिउको घना जङ्गलको बीचमा बनाएको भर्याङ हुँदै अघि बढ्ने पदयात्रा भस्मासुर पदमार्गको विशेष आकर्षण हो। ठाउँ ठाउँमा थकाइ मार्दै, सुस्केर हाल्दै, हाँस्दै, नाच्दै, गाउँदै उकालो चढ्दा समय बितेको पत्तै भएन। चढाइ निकै रहेकोले पानी प्रशस्त पिउनु अनिवार्य छ। यसको जोहो गरेरै हामीले यात्रा सुरु गरेका थियौँ। साथी सुशील तुलाधरले ल्याएको स्याउले यात्रामा अमृतको काम गर्यो। हामीलाई बाटो देखाउँदैछ। हरि सरले पनि यति अपभ्रंश बोल्नु हुन्थेन। हामी त ओहो मार्ने भाइ छोड्यो बाटो छोड्यो कहाँ जानु तपाईँहरू? ए हजुर कतातिर हो? नमस्कार 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 हो। ल कलाकार छन् सबैजना। जाम हो बसिन्छ त। एउटा कुरो याद आयो। एउटा कुरो अनेक कुरो याद आयो। भुबुले कुरो भइसक्यो। कसको? डाक्टर नआउने मिसै गरे होइन त? नआउने मिस गरे होइन त? म त बिरामीमा चाहिँ आएको यस्तो आफ्नो सुशीलको मेसेज ए होइन राम्रो मेरो बस्छ आउनुपर्छ है साथी। ल अनुभव एकदम रमाइलो। यो पालिको बेस्ट छ। ल सिचिर है, थ्याङ्क यू भेरी मच।
सरलाई कस्तो अनुभव भइरहेछ गजब गजब यस्तो ट्रेलमा आउन पाए त साइकल छोडिन्छ साथी हो ठिक भएन कि ठिक भएन है राकेश यसरी उकालो चढ्ने बेलामा पानी प्रशस्त पिउने होइन डिहाइड्रेसन हुँदैन सकभर मसल्स क्राम्प हुँदैन अझ जीवन जल राखेको पानी पियो भने अझ राम्रो All good? All good. 5 मिनट बोलना कमली राव खा लेके तो कमली उठे के खुर्किलो छोडेपछि खुर्किलो आइहाल्छ नि डाँडो छ अहिले देखाएको छ नि माथि त्यो हो ट्रेलमा चाहिँ रमाइलो पछि भर्याङ बनाइरहेको छ यो एकदम प्रोफेसनल ट्रेल बनाइरहेको छ चढ्दै छ हाम्रो राकेश चक्रधर गाह्रो भएको छैन भनेपछि कन्सिस्टेन्सी छ होला ठिक छ भस्मासुर डाँडा पुग्नु अघि छाप भन्ज्याङ पुगिन्छ पहिले यो भन्ज्याङमा एउटा सानो होटल र टेन्ट सहितका रिसोर्टको व्यवस्था थियो 3-4 महिना यता त्यहाँ रहेको होटल बन्द गराएको रहेछ तर पनि गाउँलेहरू शनिबार समय मिलाएर यहाँ चिया चमेना पसल थाप्न आउने गर्छन् हामी छाप पुग्दा 2 किशोरीहरू अन्डा दुध बिस्कुट चाउचाउ बोकेर पसल थाप्न भर्खर आइपुगेका थिए असिन पसिन छाप पुगेका साथीहरू ती किशोरीहरूको पसल देखेर दङ्ग भए पढ्दै यस्तो ठाउँ हे त मार्यो आज पहिले सरले चिया पाक्दैछ हाम्रो लागि भनेर 1 क्रेट अन्डा हाम्रै लागि हो हामीले 1 क्रेट अन्डा उसिन लगायौँ लोकल भैँसीको दुध भनेर थाहा पाएर सबैले दुधकै चिया पिउने निधो गरे कोही चाउचाउ खानतिर लागे कोही बिस्कुट खानतिर चाउचाउ पार्टी ओहो चौधरी एन्ड कम्पनी झन्डै 1 घण्टा छापमा बिताएर हामी भस्मासुर डाँडा चढ्न थाल्यौँ छापबाट भस्मासुर कति समयमा पुगिन्छ भन्ने अन्दाज कसैलाई थिएन जाँदा जाँदै बाटोमा केही युवा साथीहरू भेटिए उनीहरूले हामीलाई भस्मासुर डाँडा जाने बाटो देखाइदिए नत्र छापबाट अघि बढेर एउटा खुला चौरमा पुगेर हामी कुन बाटो जाने भनेर अल्मलिसकेका थियौँ ती युवा साथीहरूसँगै हामी भस्मासुरतिर लाग्यौँ
करिब करिब आधा घण्टाको हिँडाइपछि हामी पहाडको लगभग टुप्पोमा पुग्यौँ। त्यहाँबाट पश्चिमतिर फर्किँदा एउटा अग्लो डाँडामा नेपालको झन्डा फरफराइरहेको देखियो। सबैले त्यसलाई भस्मासुर डाँडा भन्ने ठाने, तर होइन रहेछ। हामी उभिएको डाँडा नै पो रहेछ भस्मासुर। झन्डा फरफराइरहेको डाँडा त बाणासुर पो रहेछ। हामी दङ्ग पर्यौँ, यही हो भस्मासुर? सबैको एकै स्वर थियो। अप्रत्याशित रूपमा पुगिएको भस्मासुर डाँडाले सबै चकित बने। थकान मेटियो। छाप बाइक पार्किङ स्टेसनबाट झन्डै 900 मिटर उकालो चढेर हामी भस्मासुर डाँडामा आइपुगेका थियौँ। लगभग 1.5 घण्टाको मात्रै पदयात्रा भए पनि हामीलाई यहाँ पुग्न झन्डै 3 घण्टा लाग्यो। वातावरण धमिलो भएकोले भस्मासुरबाट उपत्यका धमिलो देखियो। एकातर्फ प्रदूषण, अर्कोतर्फ धमिलो मौसम। यहाँ उभिएर केही तस्बिर खिचेर हामी ओह्रालो झर्न थाल्यौँ। पदयात्रा चढ्न जति सकसपूर्ण हुन्छ, उत्रनु उति नै जोखिमपूर्ण। ओह्रालो झर्दा सिधै घुँडामा दबाब पर्ने हुँदा निकै होसियारीपूर्वक पाइला चाल्नुपर्छ। निकै समय घर्किसकेकोले हामी विलम्ब नगरिकन ओह्रालो झर्न थाल्यौँ। मसलाफेदी पुग्दा साँझको 4 बजिसकेको थियो। 2500 मिटर उचाइमा रहेको भस्मासुर डाँडाको पदयात्रा पुरा गर्न हामीलाई झन्डै 5 घण्टा लाग्यो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियो राम्रो लागे लाइक गरिदिनु हुन र कमेन्ट बक्समा आफ्नो कमेन्ट लेखिदिनु हुन अनुरोध छ। यस्तै भिडियोहरू हेर्न कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद।